कुशल कार्यक्रम सञ्चालक विशालजी, आजको यस कार्यक्रमको समन्वय र सभापतित्व गरिरहनुभएका जिल्ला सभापतिज्यू, आजको यस कार्यक्रममा केन्द्रीय सभापति पार्टी सभापति रवि लामिछानेज्यू, माननीय शोभिता गौतमज्यू, केन्द्रीय सदस्य ध्रुव गिरिज्यू, केन्द्रीय सदस्य राजन गौतम, देशैभरि देशको चुनाव कुरिराखेको छ, मतदाताले चुनाव कुरिराख्नु भएको छ। बजाङ घन्टी बजाउन तयार छ, बाजुरा घन्टी बजाउन तयार छ, दाङ तयार छ, सर्लाही तयार छ, स्याङ्जा तयार छ। पूर्व मेची, पश्चिम महाकाली, हिमाल पहाड सबै ठाउँमा आउने चुनावका लागि घन्टी चुनाव चिन्हमा मतदान गर्न आम नागरिक आतुर हुनुहुन्छ। चितवन जिल्लामा सार्वजनिक कार्यक्रमहरूमा पार्टी सभापतिलाई 1 वर्षसम्म हामीले सँगै म्याचमा देख्न पाएनौँ। त्यो म्याच 1 वर्षसम्मको म्याच चितवन जिल्लाले भोग्न पर्यो। प्रतिशोध साँचियो, दुःख दियो। त्यो दुःखलाई चिरेर र आउने उज्जवल भविष्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सम्पूर्ण सहयोगका साथीहरूले यो बिचको यस्तो जटिल परिस्थितिमा पनि सङ्गठनभरि देश सङ्गठन निर्माण अभियानमा दौडिराखेका छौँ। प्रिय साथीहरू, समयको अभाव छ, मलाई धेरै चिज भन्नु छैन, फेरिका कार्यक्रमहरूमा भनौँला। आज एउटा चिज के भन्नु छ, आम नागरिकले नयाँहरू जति सबै एक ठाउँ उभिउन्, एउटै ठाउँमा आउन्, मिलुन्। त्यो नागरिकको आवाज थियो। पार्टी सभापतिले त्याग कस्तो हुन्छ र समर्पण कस्तो हुन्छ भनेर देखाएर तपाईँको आवाज सुन्नु भएको छ, तपाईँहरूको आवाज सुन्नु भएको छ। अब चितवनको पवित्र भूमिबाट देशैभरिका आम नागरिक तपाईँहरूलाई पनि म आग्रह गर्न चाहन्छु, भोट कसरी हाल्ने, गत 79 को चितवन जसरी हाल्ने। लोकतन्त्रको सुन्दर हतियार आम मतदाताको हातमा छ। मतदाताको हातमा भएको त्यो हतियार पड्काउन जम्मा 1.5 मिनट लाग्छ, जम्मा 1.5 मिनट। मतपत्र समाउने, घन्टी चुनाव चिन्हमा भोट हाल्ने, बाछा खन्याउने। जनताको आवाज राष्ट्रिय स्वतन्त्र पार्टीले सुने पश्चात, जनताको अपेक्षा राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेले सुने पश्चात 151 सिटका लागि देश तयार रहने कि नरहने। प्रिय साथीहरू, बाँकी मान्य सविताजीले राख्नुहुन्छ, पार्टी सभापतिजीको सुन्नु छ। म देश दौडामा पार्टीको निर्देशन, सभापतिको निर्देशनमा सङ्गठन निर्माणको लागि देश दौडिन परेका कारणले चितवनमा अलिकति पातलो भएको छ, आउनलाई अलि पातलो भएको छ, क्षेत्रमा अलिकति पातलो भएको छ। हरिढकाल 137 सिटको सांसद बन्नलाई देश दौडा गरे होइन, 151 सिटको सांसद बन्नको लागि हो। त्यसैले यो हाम्रो बाध्यता, मान्य सविताजीको बाध्यता र केन्द्रमा रहेका साथीहरूको बाध्यता पक्का चितवनका प्रिय दाजुभाइ दिदीबहिनीहरूले बुझ्नुहुन्छ। अन्तिममा सबैको जय होस्, जय घन्टी। धन्यवाद। पूर्व सांसद एवं सचिवालय आदरणीय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिज्यू, सचिवालय सदस्य हरि ढकालज्यू, केन्द्रीय सदस्य राजन गौतमज्यू, ध्रुव गिरिज्यू, सबिना डिकेज्यू लगायत आजको यस कार्यक्रममा उपस्थित हुनुभएका केन्द्रीय विभागीय सदस्यज्यूहरू र हाम्रो पार्टी कमिटीका सम्पूर्ण साथीहरू, शुभचिन्तक साथीहरू, हार्दिक नमस्कार, जय घन्टी। म आज लामो कुरा गर्दिनँ। आज यहाँहरूको उपस्थितिले बताइसकेको छ, चितवन राष्ट्रिय स्वतन्त्र पार्टीको जन्मदाता हो भन्दा पनि फरक पर्दैन। हाम्रो सभापतिलाई सबैभन्दा धेरै मतान्तरले जिताएको जिल्ला हो। आजको यस कार्यक्रममा जुन किसिमको मतपत्रमा यहाँहरूले इच्छा, जागर, जोस, समर्थन देखाउनु भएको थियो, त्यो समर्थन अब चितवन क्षेत्र नम्बर 2 मात्रै होइन, चितवनका 3वटा निर्वाचन क्षेत्रमा सक्रिय हिसाबले तपाईँहरू आउनुहुन्छ भन्ने कुराको पुष्टि आजको यस कार्यक्रममा यहाँहरूको उपस्थितिले जनाइसकेका छन्। देश अहिले
सन्देश आजको यस कार्यक्रमले दिएको छ। यहाँहरूको उपस्थितिको लागि हार्दिक धन्यवाद। हाम्रा कामहरू यहाँहरूले देख्नु भएकै छ, हाम्रो इमान्दारिता यहाँहरूले देख्नु भएकै छ। हामी निरन्तर रूपमा चितवन मात्रै होइन देशव्यापी रूपमा चितवनले जुन सन्देश दियो त्यस्तै सन्देश अब हरेक जिल्लाबाट दिनुपर्छ भन्ने अभियानसहित देशव्यापी रूपमा हिँडिरहेका छौँ। यहाँहरूले आफ्नो क्षेत्रबाट काम गरि नै रहनु भएको होला, हामीले पनि आफ्नो ठाउँबाट गरि नै रहेका छौँ। विशेष गरी नयाँ धार, नयाँ शक्तिहरू, नयाँ नेतृत्वहरू सबैलाई एक ठाउँमा ल्याउनको लागि जुन त्याग खुला हृदय हाम्रो सभापतिले देखाउनु भएको छ त्यो हृदय यहाँहरूले पनि मनन गरेर यहाँहरूले पनि अब यो लडाइँ भनेको पुस्ताको लडाइँ हो, पुस्तान्तरणको लडाइँ हो भन्ने महसुस गरेर लड्नुहुनेछ भन्ने आशा गर्दै मेरो सभापतिलाई ढिलो भइसकेको छ। मैले धेरै लामो कुरा नगरिकन बाँकी सभापतिलाई नै यो मञ्च छोड्दै बिदा हुन चाहन्छु। नमस्कार, जय घन्टी। धन्यवाद पूर्व सांसद तथा सचिवालय सदस्य शोभिता गौतमज्यू। अबको क्रममा भने हामी यस कार्यक्रमको अन्तिममा छौँ। हाम्रो यस वैकल्पिक राजनीतिको केन्द्र आशाको धरोहर राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति आज हामी यो विधेयक पार्टी प्रवेश कार्यक्रममा उपस्थित सम्पूर्णलाई म पुनः एकपटक धन्यवाद दिन चाहन्छु। करिब आज 1500 को सङ्ख्यामा पार्टी प्रवेश गर्नुभएको छ। सम्पूर्ण ती तमाम मन परिवर्तन गर्नुहुने तमाम सदस्यहरूलाई म हार्दिक धन्यवाद दिँदै आम जनतामा अब मत परिवर्तन गर्ने पनि दिन धेरै पर छैन भन्दै अबको क्रममा पार्टीका केन्द्रीय सभापति आदरणीय रवि लामिछानेज्यूलाई आफ्ना भनाइहरू राखिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। ल जेनजीहरू भाषण गरौँ त। मेरा अपराध जस्ता बाबालाई चित्त बुझ्ने गरी हेर्न मन छ मलाई। पहिला मलाई तपाईँहरूलाई चित्त बुझ्ने गरी हेर्न पनि दिइरहनु कुनै अपराध नगरिकन मलाई कालकोठरीमा लगिहाल्नु। मैले के अपराध गरेको होइन, मैले कुनै अपराध गरेको होइन। मेरो अपराध यति हो कि आदरणीय मतदाताहरूले मलाई जेका लागि संसद पठाउनु भएको थियो मैले केही काम इमान्दारीका पूर्वक गरेँ। मेरो गल्ती त्यति हो। मैले त्योभन्दा बढी कुनै अपराध गरेको छैन। म माथि मुद्दा लगाउने सरकार अपदस्थ भएर भाग्यो, तर तिनले लगाएको मुद्दाको बिख शरीरभरि बोकेर म फेरि तपाईँको आशीर्वाद थाप्न आएको छु। थाहा छैन यो भेट त्यसपछिको भेट के हुन्छ मलाई थाहा छैन। सरकार त अपदस्थ भयो, ऊ त हेलिकप्टर चढेर भाग्यो, तर म माथिका मुद्दाहरू आज पनि कतै मुद्दा चढिरहेको छ। आज अदालतमा हाजिर हुन आएको छु। गुण लगाउँछु भन्दै रहेछन्, गुण तिर्दैछु। म विचलित भएको छैन। आज म पार्टी प्रवेशको कार्यक्रम मात्र रहेको भएर सानो कार्यक्रम होला भनेर सचिवालयमा मात्र छिरेको थिएँ। अदालतमा हाजिर लगाउनु पर्ने थियो, म यही छु भनेर। तर यति धेरै तपाईँहरूको उपस्थिति देखेर मन घुरुङ्गो भएको छ, भारी भएको छ र ढुक्क भएको छु। यिनले जतिसुकै अपराध गरे पनि चितवनले नीलो क्रान्तिको सुरुवात गरिसकेको छ। चितवनबाट जन्मिएको यो क्रान्ति अब देशभर फैलिन्छ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, सिङ्गो राज्य म माथि लाग्दा पनि मलाई तपाईँले दिनुभएको आशीर्वादमाथि पूर्ण भरोसा थियो। मैले अनुहारमा कहिले दुःख ल्याइनँ, म कहिले विचलित भइनँ र हुनेवाला पनि छैन। किनकि एउटा व्यक्ति बन्नको लागि, एउटा पार्टी बनाउनको लागि चालिएको अभियान नै होइन। यो त सिङ्गो पुस्तालाई न्याय दिनको लागि थालिएको अभियान थियो। हामीले सुरु गरेको यो क्रान्ति, चितवनले रोपेको यो बिउ बिस्तारै बिस्तारै उम्रदैछ, फक्रदैछ, फुल्दैछ र फल्दैछ। आउने निर्वाचनमा यसको फल लाग्नेछ। यही चितवनले अन्याय पर्दा न्याय दिनका लागि उठाएको आवाजको बिउ बोकेर हामी राष्ट्रिय स्वतन्त्र पार्टीका रूपमा गत निर्वाचनमा उभियौँ। सर्वाधिक मत दिएर तपाईँले पठाउनु भयो। फेरि मलाई संसदबाट निकालियो। मैले सहर्ष स्वीकार गरेँ र पुनः निर्वाचनमा तपाईँहरू समक्ष आएँ। तर संसदकै सबैभन्दा बढी मत दिएर पठाइएको मलाई बिना कारण संसदबाट फेरि निकालियो।
म फेरि यहाँ आएको छु, म फेरि चितवन आएको छु, सिङ्गो पार्टी बोकेर, पार्टीका परिवारहरू बोकेर। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मलाई न्यायप्रेमी जनताप्रति विश्वास छ। यो लडाइँ एउटा चुनावका लागि लडेकै होइन। गत निर्वाचनमा पनि मैले भनेको थिएँ, यो एउटा निर्वाचन लड्नको लागि लडिएकै होइन, यो त एउटा पुस्ताका लागि लडिएको हो। सिङ्गो पुस्तालाई देशबाट लखेटिएको छ, बाआमालाई रुवाएर लखेटिएको छ। यो लडाइँ त्यसका लागि होइन। म कता कता सुन्छु पुराना दलका नेताहरू संसद पुनर्स्थापनाको रट लगाइरहेका छन्। कुन संसद पुनर्स्थापना? अन्याय र अत्याचारको पराकाष्ठा नागेर 2/3 बलमा नेपाली जनतामाथि दमन गर्ने, आफ्ना मान्छे बचाउने, विरोधीलाई फसाउने संसद टुटाउन खोजेको भयो भने खबरदार, त्यो सम्भव छैन। संसद आउँछ तर नयाँ म्यान्डेट लिएर आउँछ, नयाँ नयाँ अनुहारहरू आउँछन्। देश घाती राष्ट्र कोही भ्रष्टाचारी अत्याचारीहरू होइनन्, राष्ट्रप्रेमी राष्ट्रका सन्तानहरू आउनेछन्, नेपाल आमाका सपुत सुपुत्र सुपुत्रीहरू आउनेछन्। संसद आउँछ, म्यान्डेट लिएर आउँछ। हामी फेरि आउँछौँ। हामीले शान्त विद्रोह गरेका थियौँ। हामीले गरेको विद्रोहमा चितवनमा हामीले फुल र मुस्कानबाट सुरु गरेको होइन। कसैको पनि कुनै आमा बाआमाहरूको काखरी दिएन, कसैको पनि सिउँदो पुछिएन, कहीँ कतै रगतको एउटा थोपा पनि चुहिएन। हामीले त्यसरी सुरु गर्न खोजेको थियौँ। हामी बदल्थ्यौँ यिनलाई, 84मा बदल्थ्यौँ सामर्थ्य पुर्याएर। लोकतन्त्रको सबैभन्दा राम्रो निर्वाचन हो, त्यही निर्वाचनबाट हामी आउँदै थियौँ। तर निर्वाचन गरेर निर्वाचित भएर लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष आम निर्वाचनबाट ब्यालेटबाट मत लिएर आएका हामीलाई संसदमा कुन हुर्मत लिए नेपाली जनताले साक्षी भनेर आँखा नजिकै हेरेका थिए। तर उनीहरूले दम्म देखाए, उनीहरूले बल देखाए, उनीहरूले शक्ति देखाए, उनीहरूले पाखुरा देखाए। पाखुराले देश चल्दैन, जनताको मतले चल्छ। त्यही जनताको मतको बलमा हामी फेरि एक ठाउँमा उभिएका छौँ। आफ्नो स्वार्थलाई होइन, देशको स्वार्थलाई केन्द्रमा राखेर हामी सबै मिल्दैछौँ। मैले भनेको थिएँ, जो मिल्नुपर्ने हो सही समयमा आएपछि सबै मिल्छौँ र एकैपटक बेटिटी बढार्ने हो। अब एकैपटक बेटिटी बढार्ने हो। अघिल्लो निर्वाचनमा हामीले भनेका थियौँ, तपाईँहरूले मत नबाँड्नुहोस्, समानुपातिकमा एउटा उता दिउँला, एउटा यसो उसलाई दिउँला भनेर जुन बाँडचुँड भयो नि, मैले त्यतिखेर पनि भनेको थिएँ, बेटिटीको ज्वरो उखाल्नको लागि त समानुपातिक के प्रत्यक्ष के घन्टी बाहेक अर्कोमा हाल्ने कुनै उपाय नै छैन। कतिलाई लागेको थियो तिमीहरू मात्र भएर हुँदैन, अलिक जम्मा भएर आऊ न, नयाँ नयाँ मिल न, तिमीहरू पनि उस्तै हो, मिल्दैनौ कि क्या हो भन्नुहुन्थ्यो। लौ मिल्यौँ, अब हाल्ने हो घन्टीमा। र यो भोट, यसपटकको भोट अहिले जन्मिएका केटाकेटीका लागि मात्र होइन, माटोमा यो धरतीमा जन्मिन बाँकी रहेकाहरूको भविष्यका लागि पनि सम्झिएर भोट हाल्ने हो। हामी तयार भएर बसेका छौँ। नेताका रूपमा, पार्टीका रूपमा हामी त तयार छौँ। हामीले कस्तो किसिमको वातावरण बनाउँदैछौँ, हामी के गरिरहेका छौँ भन्ने कुरा यो 3 वर्षमा सिङ्गो देशले देख्यो। अब त बेला पनि भयो। अब हामीले आफ्नो भविष्य लेख्ने जिम्मा नेपाली जनताको हातमा छुट्याइरहेका छौँ। आफ्नो भविष्य आफैले लेख्ने हो, यिनलाई प्रतिपक्ष पनि नराख्ने हो। किन राख्ने प्रतिपक्षमा? केका लागि राख्ने? कहिले बालबालिकाहरूको टाउको र छातीमा ताकी ताकी गोली हान्नका लागि राख्ने यिनीहरूलाई नराख्ने। म स्पष्ट पार्न चाहन्छु, मलाई कटाक्ष गर्नु छैन, पीर त छ, मलाई चित्त त दुखेको छ। मलाई त्यतिकै जुन ढङ्गले राज्यले दमन गर्यो म त्यसमा चिन्तित त छु। तर यो कुरा मेरो निजी रहेन, मेरो व्यक्तिगत रहेन, यो त सिङ्गो देशको कुरा हो। मैले कारागारबाट भनेको थिएँ, यिनले मलाई जेल हाले भनेर किन चिन्ता गर्नु, जबकि सिङ्गो देशलाई यिनीहरूले जेल बनाएका छन्। अब सिङ्गो देशलाई जेलबाट मुक्त गर्ने हो। यो लडाइँ बाँकी छ भने पनि मलाई लड्न कुनै आपत्ति छैन। म माथिको तरबार 5 ठाउँमा अझै झुन्डिएको छ, कुनै पनि बेला खस्न सक्ला, खसोस्, मलाई परवाह छैन। तर यो देशलाई यिनीहरूको जालबाट मुक्त गराएर छोड्ने हो। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, तपाईँले निर्वाचित गर्नुभएको सांसदको रूपमा मैले खेत मर्ने गरी काम गर्नै पाइनँ, म तपाईँको घर आँगनमा आउनै पाइनँ। तैपनि 3वटा सार्वजनिक सुनवाई गर्न भ्याएँ, तर पटक पटकको मुद्दा मामिला र झमेलाले मैले गरेका कयौँ भाषाहरू पुरा गर्न नै पाइनँ, त्यो अवसर नै पाइनँ। तर पनि तपाईँहरूले मेरा लागि बगाउनु भएको आँसु मलाई याद छ। त्यो आँसुको एउटा थोपो खेर फाल्न दिने छैन, एउटा थोपो पनि खेर फाल्न दिने छैन।
त्यसो होइन कि तपाईँले घरमा आशीर्वाद थाप्न तपाईँका छोरा नातिहरू छैनन्, छन्। तर मलाई आफ्नो छोरा नातिलाई जसरी नै शिरमा आशीर्वाद दिनुभएको छ नि, तपाईँको आशीर्वादको एउटा शब्द पनि खेर जान दिन्न, एउटा शब्द पनि खेर जान दिन्न, आँसु खेर जान दिन्न, तपाईँको आशीर्वाद खेर जान दिन्न। र पार्टीका रूपमा हामी सबै मिलेर जेनजी भाइ बहिनीहरूले बगाएको रगतको एउटा थोपा पनि खेर जान दिने छैनौँ। हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, मेरा भन्ने कुराहरू यति धेरै छन् कि यो पीडा बढी भएपछि रुन पनि नसकिने रहेछ। म त्यति धेरै पीडामा बाँधिएर बसेको छु। तर मेरो व्यक्तिगत पीडा, देशको पीडाका अगाडि केही पनि ठुलो कुरो होइन। त्यसलाई हिसाब गर्दै गरौँला। र म प्रतिशोधमा पनि छैन। जसले ममाथि योजना बनाएर प्रतिशोध साधे, मसँग तिनलाई माफी गर्ने छाती छ। तर जनताले भोट दिएपछि मात्रै, जनताले भोट दिएछन् भने प्रतिशोधको राजनीतिलाई अन्त्य गर्ने विचार हामीले गरेका छौँ। प्रतिशोधको यो राजनीतिलाई अब पुरै थाल्नुपर्नेछ। सभापति र अध्यक्ष एक एकवटा गर्दै कार्यकाल बाँड्दै दुईटा कुर्सी छेउमा राख्ने युगलाई अन्त्य गर्ने हो। एउटा पार्टीले अर्का पार्टीका लागि भोट माग्ने युगको अन्त्य गर्ने हो। चुनावभन्दा अगाडि गठबन्धन गरेर ठगबन्धन गर्दै राज्य सत्ता हत्याउने यो अभियानलाई बन्द गर्ने हो। यो युगलाई अन्त्य गर्ने हो। 5 वर्षको सरकार, स्थायी सरकार, एकैजना प्रधानमन्त्रीको सरकार, कहीँ कतै भागभण्डा नगरिकन पार्टीलाई बलियो बनाउने, सरकारलाई बलियो बनाउने, देशलाई समृद्ध बनाउने, जनतालाई सुख दिने नारामा होइन, वास्तविकतामा यही उद्देश्यका साथ हामी अगाडि बढेका छौँ। तपाईँहरूको आशा, तपाईँहरूको अपेक्षा ठुलो छ, हामीलाई थाहा छ। तर त्यसलाई पुरा गर्नको निमित्त हामी सक्षम छौँ। लाग्दो पुराना राजनीतिक दलहरूलाई यी केटाकेटी जस्ता मान्छेहरू आएका छन्, यिनले के गर्लान् र भनिरहेका छन्। जसलाई केटाकेटी भनेर संसदमा हेपियो र अहिले हेपिँदैछ। पुराना दलका नेताहरूलाई म यति भन्न चाहन्छु, 27 घन्टामा सत्ता पल्टाउन सक्ने ताकत भएको जेनजीलाई केटाकेटी भनेर तपाईँले हेर्न जरुरी छैन। संसदलाई निदाउने ठाउँ बनाएका तपाईँहरूलाई बिउजाउनको निमित्त हामीले जसरी घन्टी बजायौँ सिंहदरबार गएर, त्यसको परिणाम देखिएको छ। त्यसैले अब हामीले 101 उम्मेदवारहरू लिएर अगाडि बढ्नुपर्नेछ। म राष्ट्रपा परिवारमा जोडिएका साथीहरूलाई बताउन चाहन्छु, हामीले सबै तहमा ध्यान दिनुपर्नेछ। राष्ट्रपामा जोडिने बित्तिकै म उम्मेदवार हुँ भन्दै घोषणा गर्दै हिँड्ने कामलाई हामीले बन्द गर्नुपर्छ। अब अनुशासनद्वारा अगाडि लाग्नुपर्छ साथी हो। राष्ट्रको आवश्यकता अनुसार हामीले यसपटक उम्मेदवार छान्नमा गल्ती गरेनौँ। मलाई योगदानको मूल्य चाहियो। म त्यहाँको सभापति, म त्यहाँ काम गरेको, मैले हिँड्दै घन्टी बजाएको, म अस्ट्रेलिया छिरेको, मैले यतिजना मान्छे ल्याएँ, मेरो हातमा 2000, 4000, 5000 भोट छ, मैले टिकट पाउनुपर्छ भन्नुभयो भने देश त्यही अवस्थामा जान्छ। यसपटक विवेक प्रयोग गर्नुपर्छ। उम्मेदवार उठाउनमा गल्ती गरिएन भने राष्ट्रपाले एक सिट हार्दैन। त्यसको लागि हामीले एक कदम पछाडि हट्नुपर्छ। एक कदम त पछाडि हट्नुपर्छ। यसपटक हामी त 84 पुगेका थियौँ। यो जेनजीले ल्याएको परिवर्तन हो। त्यस कारणले यहाँ सोच विचार गरेर काम गर्नुपर्नेछ। यसको मौका देशले कहिले पनि पाउँदैन। तपाईँले कति आशा र भरोसाका साथ हेर्नुभएको छ। बालनजी, म र कुलमान, हामी 3 जना मिल्ने बित्तिकै राष्ट्रपा बलियो पार्टी बनेको छ। बलियो पार्टी बन्ने बित्तिकै त्यसको फेरि जिम्मेवारी उत्तिकै हुन्छ। त्यस कारणले हामी जिम्मेवार भएर प्रस्तुत गर्नुपर्ने हुन्छ। सबै साथीहरूलाई म के अनुरोध गर्न चाहन्छु, राष्ट्रपा परिवारका साथीहरूलाई भने यसपटक होडबाजी र दौडा दौड गर्ने हामीसँग छुट छैन साथी हो। तपाईँको र मेरो सपनाको कुरा होइन यो, सिङ्गो देश र सिङ्गो पुस्ताको सपनाको कुरा हो। एक कदम पछाडि हट्नुपर्छ। एक कदम पछाडि हट्नुपर्छ साथी हो। त्यसपछि बल्ल कुरा मिल्छ। भन्नुहोस् म के दिउँ भनेर बैठक बस्यो भने कुरा मिल्छ, मलाई यो ले भनेर बस्यो भने कुरा मिल्दैन। यसका लागि आफ्नो नाम मैले 1 नम्बरमा दर्ज गराएको छु। मैले के दिनुपर्दा राम्रो हुन्छ, मैले के छोड्दा देशले निकास पाउँछ, म तयार छु। मेरा पार्टीका शीर्ष नेताहरू सबै तयार हुनुहुन्छ। अब यो के पाउने भन्ने लडाइँ होइन, के छोड्ने र संयुक्त रूपमा ताकत कसरी बन्ने भन्ने कुराको लडाइँ हो। एक्लै लडेर कहीँ पुगिँदैन। सँगै मिलेर एकपटक व्यथितिको यो ज्वरो एकैपटक उठाल्ने हो। त्यसका लागि हामी तयार हुनुपर्छ। चितवनलाई सिङ्गो देश हेरेको छ। चितवन एउटा यस्तो उदाहरण बन्यो जसले रोपेको बिउ बिस्तारा बिस्तारा फल्दैछ। म सम्पूर्ण चितवनवासी आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई यति अनुरोध गर्न चाहन्छु, कृपया अघिल्लो निर्वाचनमा जसरी तपाईँहरूले साथ दिनुभयो त्यो फैलिँदै राष्ट्रपा अहिले राजनीतिको केन्द्र बनेको छ। घन्टीघर राजनीतिको केन्द्र बनेको छ भन्दा मलाई गर्व लागेको छ। र यति बेला
हामीले अत्यन्त सुझबुझका साथ काम गर्नुपर्नेछ। अन्य राजनीतिक दलमा भएका साथीभाइहरू जो हुनुहुन्छ उहाँहरूप्रति हामीले गर्ने टिप्पणीहरू मर्यादित हुन जरुरी छ। राष्ट्रपालाई आरोप छ, राष्ट्रपाका समर्थकहरू गाली गलौज गर्छन्, अलिकति अराजक छन् भन्ने आरोप छ। हामीले त्यसबाट माथि उठेर सुसंस्कृत राजनीतिको अभ्यास गर्नुपर्छ साथीहरू, किनकि हामी जिम्मेवार भएका छौँ। जनताले शक्ति दिएका छन्। शक्तिशाली हुनुको अर्थ हामी दम्भी हुने होइन, शक्तिशाली हुनुको अर्थ हामी जिम्मेवार हुने हो। हामीले बिस्तारै आफ्ना राजनीतिक संस्कारहरूलाई परिष्कृत गर्दै लिएर जानुपर्छ। यो राजसभा परिवार प्राङ्गणमा र आज सयौं साथीहरू राजसभामा जोडिनु भएको यो अवसरलाई म यति भन्न चाहन्छु कि यो अवसर तपाईँले आफ्नो व्यक्तिगत लाभका लागि नलिनु होला। घण्टीको जुन ब्याज तपाईँले आज प्राप्त गर्नुभएको छ त्यो एउटा ब्याज मात्र होइन, मुलुक परिवर्तन गर्ने जिम्मेवारी तपाईँको हातमा हामीले थमाएका छौँ। मिलेर हामी यो जिम्मेवारी पुरा गर्नेछौँ। अन्त्यमा म चुनावी कार्यक्रममा आउनेछु। मेरा मनभित्रका कयौं कुराहरू छन्, कयौं पीडाहरू छन्, कयौं दुःखहरू छन्। तिनलाई म चुनावी कार्यक्रमहरूमा घर दैलोमा आउँदा, टोल टोलमा चोक चोकमा आउँदाखेरि पक्कै पनि साट्नेछु। अहिलेलाई हामी तयार भएर बसेका छौँ। नयाँ पुस्ता एक ठाउँमा उभिएको छ। हामीले भर्खर सुरु गरेको राजसभा 3-3.5 वर्षमा विशाल राजसभा बनेको छ। यो विशाल राजसभा भए सँगसँगै यसले सबै देशवासीलाई छाया दिन सक्ने ताकत राख्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। फेरि पनि यो उपस्थितिका लागि आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। आज पनि भेट भयो, आमा बुवाहरूको आशीर्वाद थापेँ, सबै दुःख पीडा बिर्सिएको छु मैले। म फेरि पनि भन्न चाहन्छु प्रतिशोधको राजनीति हामीबाट हुँदैन, तर जसले गल्ती गरेका छन्, जसले यो देशलाई घात गरेका छन्, ताकत पुर्याएर, सामर्थ्य पुर्याएर देशलाई लुट्नेहरूलाई चाहिँ विधि र प्रक्रियाको दायराभित्र ल्याउन राजसभा न हिजो खुट्टा कमाउँथ्यो न भोलि खुट्टा कमाउनेछ, दरौलिनेछ। तर राजनीतिक प्रतिशोध लिएर यिनीहरूले जस्तो अदालतको ढोकामा लगेर मुद्दा दर्ता गराएर छोडिदिएपछि अनि संसदबाट सूचना टाँसेर फालिदिने किसिमको राजनीति राष्ट्रपालले गर्दैन। ढुक्क हुनुहोस्। तपाईँले जतिसुकै अपराध गरेको भए तापनि हामी तपाईँले गरेको अपराधलाई अनुसन्धानको दायरामा ल्याउने भन्दा बाहिर गएर व्यक्तिगत ऋषि सार्ने र शक्तिलाई दुरुपयोग गरी राज्य दोहन गर्ने काम राष्ट्रसभाबाट हुने छैन। निर्धक्क हुनुहोला, तर नमिलाउनु होला। तपाईँको हात बालबालिकाको रगतले रङ्गिएको छ, मिलाउन पाउनुहुन्न, होसियार रहनुहोला। आजलाई मैले यो भेटघाटमा यही छुट्याएँ। यदि लामो भेटघाट हुन्छ भन्ने पनि लागेको थिएन, तर पनि भेटघाट भयो। भएका बेलामा 2-4 कुरा भन्न पाएँ। यो अनवरत माया, यो अनवरत विश्वास र यो अनवरत आशीर्वादका लागि म सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हाम्रो चाँडै नै चुनावी कार्यक्रमहरूमा भेटघाट हुने नै छ। म फेरि अन्त्यमा सम्पूर्ण सरकारवालाहरूलाई के भन्न चाहन्छु भने यो संसद पुनर्स्थापनाको कुरा, चुनाव सार्ने कुरा, चुनाव बिथोल्ने कुरा, यो ठाउँ ठाउँबाट, कोण कोणबाट, गल्ली गल्लीबाट के चलिरहेको छ बन्द गर्नु होला। मैले भनिसकेको छु, जस्ट सिट डाउन भनेर भनिसकेको छु। चुपचाप बस्नु होला। मुलुकलाई नयाँ बाटोमा लान दिनु होला। बेइज्जतीको यो अध्यायलाई अन्त्य गर्ने सबैभन्दा उत्तम उपाय चुनाव नै हो। चुनाव बिथोल्ने काम कहीँ कतैबाट नगर्नु होला। चुनावमा जानुहोस्, जनताले जे भन्छन् त्यही मानौँ। 5 वर्ष सत्तामा नबसेर तपाईँहरू मर्नुहुन्न, चिन्ता नगर्नुहोस्। 5 वर्ष राष्ट्रसभालाई आरामले सरकार चलाउन दिनुहोस्। जनताले भोट दिएछन् भने त्यस हुनैपर्छ, जनतामा जानैपर्छ। कुनै डरले, कुनै बहानाले चुनावमा नजाने प्रपञ्च, जालसाजी कसैले कुनै कोठा चोटा भट्टी गल्लीमा बसेर नगरोस्। चुनावको विकल्प चुनाव नै हो, समय आउने चुनाव हो। बस यति भन्दै आफ्नो भनाइहरू रेटिङ आउँछु। सबैलाई धेरै धेरै धन्यवाद। जय देश, जय घन्टी। धन्यवाद केन्द्रीय सभापति आदरणीय रवि लामिछानेज्यू। हामी अब